भोलिदेखि गरौँला भनिरहेको थियो म भोलिदेखि गरौँला भनिरहेको थिएँ भोलि भन्दा भन्दै अब स्कुल आइसक्यो 11मा गएपछि क ख पढ्न पर्छ के गर्ने अब के भन्ने हो कि भन्न नि मिलेन हैन सो हे गाइज गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई अनदर भ्लग अहिले चाहिँ बजिसकेको छ 10 अनि अहिले चाहिँ खानासाना खाएर मम्मीहरू चाहिँ आफ्नो काममा गइसक्नु भएको छ अनि मेरो काम चाहिँ हो होमवर्क गर्ने किनभने स्कुल आइसक्यो र अझसम्म होमवर्क पनि छोएको छैन के गरेर जाने स्कुल अब चाहिँ 24 गतेसम्म चाहिँ छुट्टी होइन 25 गतेदेखि स्कुल हो अहिले चाहिँ आज चाहिँ 19 गते हो अझसम्म होमवर्क गरेको छैन अब होमवर्क चाहिँ कहिले भ्याउने हो थाहै छैन कि अब होमवर्क गर्न चाहिँ त्यस्तो लाग्छ झ्याउ लाग्ने हुन्छ कि होइन त्यही भएर चाहिँ होमवर्कै गरिएको छैन यस्तो कस्तो हुन्छ कि अब भोलिदेखि गरौँला भनिरहेको थियो म भोलिदेखि गरौँला भनिरहेको थिएँ भोलि भन्दा भन्दै अब स्कुल आइसक्यो होमवर्क गरेको छैन अझसम्म अब कहिले भ्याउने हो भने थाहा छैन अब हेर 2-3 दिन भ्याएछ अनि भ्याएछ त्यसपछि त नत्र उयो अब थप्पर खानी जाने कि स्कुलै नजाने 2-4 दिनसम्म अनि होमवर्क चाहिँ गरेर सकेपछि स्कुल जाने त्यसो गर्नु पर्ला जस्तो छ नत्र होमवर्कै भ्याइरहेको छैन अब होमवर्क नि धेरै दिन भएको छ अब 11 दिन गऱ्यो भ्याइने होइन मतलब 24 दिनसम्म 11 दिन गरेछ अब भ्याइन्थ्यो आनन्दले भ्याइन्थ्यो होला अब गरिन्न हामी यस्तै पनि अब गरिन्न भनेपछि होमवर्क भ्याइदिन अनि होमवर्क नभएपछि अब उयो चालामाला ठिक छैन अनि आज चाहिँ मेरो काम भनेको चाहिँ त्यही हो अब होमवर्क गर्नु पऱ्यो यताउता ट्याक्क अब के हुन्छ मैले चाहिँ होइन 12 स्टार्ट भएदेखि कुनै किताबहरू लगेको छैन कि मतलब धेरै किताबहरू चाहिँ लगेकै छैन लग्ने भनेको जो अप्सनल जो मैले रोजेको छु नि त्यो विषय चाहिँ लगिरहेको छु अनि कम्पलसरी चाहिँ अझसम्म राम्रोसँग लगिएकै छैन कि जसमा चाहिँ अब नेपाली मैले एक दिन लगेको थिएँ होइन एक दिन पनि त्यही पनि के गर्नु लगेको थिएँ थाहा छैन तर झुक्केर एक दिन चाहिँ लगेको थिएँ त्यो एक दिन त्यसपछि चाहिँ जस्ताको त्यस्तै छ कि नयाँ पुरै केही नभएको छ पुरै जस्ताको त्यस्तै छ अनि यो टेन्सन त अस्ति भर्खर आएको यो वित्तशास्त्र भयो होइन फाइनेन्स पनि लैएकै छैन होइन यो फाइनेन्स नयाँ जस्ताको त्यस्तै छ लिएदेखि खोलिएकै छैन होइन जस्ता त्यस्तै भयो इङ्ग्लिस नि 1-2 दिन लगेको थिएँ त्यहाँ त उस्तै छ जस्ताको त्यस्तै भइहाल्छ अरू चाहिँ किताबको यता अरू त पक्षले मात्रै भइरहेको छ यहाँ छ त्यहाँ छ जताकतै भइरहेको छ पक्षले अब होमवर्क गर्ने भनेको अब सबभन्दा धेरै जसको छ त्यसको गरम पनि झ्याउ लाग्छ सबभन्दा थोरै जसको छ अब त्यसको चाहिँ गरम होइन अब नेपालीकै छक्क्यो होइन सबभन्दा थोरै त त्यसैले चाहिँ अब नेपालीको गर्छु अब चाहिँ नेपालीको होमवर्क चाहिँ नोट प्लस के दिनुभएछ नेपालीको होइन नोट चाहिँ यसमा गर्नु चाहिँ के जसमा यस्तो केही इम्पोर्टेन्टै हुँदैन कि नेपाली विषयमा चाहिँ के गर्ने हो त नोट चाहिँ होइन त्यस्तो मलाई चाहिँ केही इम्पोर्टेन्ट छ जस्तो लाग्दैन यो शब्द अर्थ चाहिँ यो जोडा मिलाउने चाहिँ इम्पोर्टेन्ट भएन होइन आउँदैन अनि मिल्ने शब्द खोजेर लेख्ने हो पनि यस्तो बच्चाले लेख्ने आउँदैन परिवारी शब्द यो पनि भएन बच्चा जस्तो अब आउने भनेको चाहिँ कुन हो यो होला सायद शब्दकोश अनुसार मिलाएर लेख्ने चाहिँ होला एउटा इम्पोर्टेन्ट भनेको यस्तो बच्चाले जस्तो छ अब के गर्ने 12-11मा गएपछि क ख पढ्न पर्छ के गर्ने अब के भन्ने हो कि भन्न नि मिलेन होइन 11मा गएपछि क ख पढ्ने 12मा गएपछि क खलाई कहरी लेख्ने भन्ने पढ्ने त्यस्तो छ कि अब के छ नेपाली चाहिँ अलि याति छ कि अब 11मा गएर क ख पढ्न लाएर हुन्छ अरे अनि 12मा चाहिँ क ख चाहिँ कहरी बनेको रह जस्तै हामीले चाहिँ 11मा चाहिँ क ख ग घ पढ्दै गयौँ होइन अनि 12मा गएर चाहिँ क अ क ख अ ख यसरी चाहिँ कसरी बनेको छ शब्द चाहिँ कसरी बनेको छ हद पढ्नु पर्ने रे नेपालको सिस्टम पढ्ने सिस्टम चाहिँ एकदम के भन्ने होइन यस्तै छ अब पढ्नै पऱ्यो होइन इक्जाम आउँछ भने नि पढ्नै पऱ्यो काम नलाग्यो नि अब पढ्नुपर्छ नि त जे भन्ने पढ्नै पऱ्यो अब कति पाठ पढेको छ यसको चाहिँ भन्दाखेरि अब लगभग 2 पाठ 3 पाठ पढेँ खर पाठको नाम पनि भेटिँदैन त यार घनघाँस ला 3 पाठ पढिसकेको रहेछौँ यहाँ 2 पाठ पढेँ होला नसजिलो होला भनिरहेको थिएँ 3 पाठ पढेको रहेछ 3 पाठको चाहिँ होमवर्क गर्नु पऱ्यो चप्प लाएर अनि फेरि हुन्छ के हुन्छ अब यसमा चाहिँ यसको धक्कन थियो कि अहिले चाहिँ कहाँ गएछ या रातोरात चाहिँ गायब गरिदिएछ कि कसले आएर यसमा यसको कभर चाहिँ थियो कि अहिले चाहिँ खोइ या यस्तो भइरहेको छ अब यस्तो
कसले लग्यो त रात चाहिँ गाए पार्दै जस्तो छ कसले होइन चप सो गाइस मेरो भाइ चाहिँ आइसकेको छ स्कुलबाट अहिले आउनु भएको छैन अहिले चाहिँ मोबाइल हेर्दैछ सुती हेर्नुहोस् अब चाहिँ यो मान्छे किन आउने तिमी मोबाइल हेर्छन् मोबाइल कट लुकाइस् यो त लुगा हाँस मान्छे हरामी छ आउने तिमी मोबाइल हेर्छस् त मान्छे चाहिँ यस्तै मोबाइल हेर्छन् आउने टिकै सुटी के जिन्दगी छ यसको नि उठ छिटो मोबाइल निकाल छिटो मोबाइल निकाल कहाँ राखेँ कहाँ लुकाइस् कहाँ तानिस लुकाइहाल्छु भने छिटो आउने कहाँ हालिस् मोबाइल अन आउनु भएको छ नि मोबाइल हेर्ने अघि दुख्नु भनेर तेरो खै मोबाइल लिएकै छिटो त लुकाइस् कि छिटले छिटले कहाँ लिइस् छिटले निकाल कि छिटो मोबाइल सो हेर्नुहोस् त मोबाइल लुकाइसक्यो कि यसले मान्छेले ताप पारिसक्यो कटा हालिन्छ हजुर आउँदै यतिको मोबाइल हेरेर होमवर्कसँग गर्ने होमवर्क गर छिटो होमवर्क गर्न उठिहाल्ने कि उठिहाल्ने छिटो 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 के म त्यसो होमवर्क गरेको त तैँले नि गर्नु पर्यो उठ हुँदैन उठ कालिकुटी छिटो उठ के अहिले चाहिँ मैले ढिँडो पकाउनु लागेको छु होइन देख्न सक्नुहुन्छ यहाँ पुरा ढिँडो पकाउनु लागेको छु अनि यहाँ ढिँडोसँग चाहिँ एकदम सानसानाको यादहरू जोडिएको छ कि पुरै होइन मैले चाहिँ लगभग हामी चाहिँ मावलै बसेको थियौँ होइन धेरै अहिले चाहिँ हामी चाहिँ घर आएको भनेर चाहिँ ठुलो भएर मात्रै घर आएको है घर आएको चाहिँ 3 वर्ष भयो होला लगभग घर बस्न लाग्यो है नत्र हामी मावलै बस्ने गर्थ्यौँ अनि मावला चाहिँ हाम्रो हजुरआमा हजुरबुवाले चाहिँ होइन भातहरू खान मन नपराउनेवाला थिएन होइन अनि त्यही भएर चाहिँ हामी डेली चाहिँ ढिँडो खान्थ्यौँ होइन त्यही अहिले चाहिँ ढिँडो पकाउने बेला त्यही सानोको याद आयो होइन खतरा यस्तरी ढिँडो पकाउने च्याप्प लाएर है ढिँडो अनि मासुसँग खाने च्याप्प होइन यस्तै अब पकाउने चाहिँ कोही छैन होइन पकाउने अनि आफै खाने जस्तो हुन्छ मिठो भइहाल्छ नि आफूले पकाएपछि जे पनि मिठो हुने कि होइन आफूले पकाएपछि त है जस्तो होस् होइन आफूले चाहिँ एकदम खतरा मनपर्छ कि मलाई चाहिँ मनपर्छ तपाईँहरूले चाहिँ कस्तो लाग्छ मलाई चाहिँ आफूले पकाएको भएपछि चाहिँ जे पनि मनपर्छ अनि नमिठो पनि पकाउँदैन है मैले चाहिँ मिठो भएन भने अरूले भएन भने त ठिक छ अरू नभए मलाई के होइन मलाई मिठो लाग्छ म आफै पकाउँछु आफै खान्छु त होइन अनि अहिले चाहिँ त्यही हो ढिँडो पकाउनु लागेको छु मम्मी चाहिँ हुनुहुन्न आफै गर्ने हो जे पनि होइन यसरी च्याप्प लाएर ढिँडो पकाउने खाने गीत सुन्ने होइन यस्तै छ कि अब होमवर्क गरेको भर्खर चाहिँ साइकल चलाउनु गएको थिएँ नि त अनि त्यही भएर चाहिँ आएको होइन यस्तो मजा आउँछ ढिँडो पकाउनु चाहिँ च्याप्प